हेर्नु नि आज यो बङ्गुरको हड्डी खुट्टीबाट बनाएको अचार यो चाहिँ एकदमै मिठो छ है। यो अमिलो पिरो मरमसला टक्क मिलेको छ। यो कस्तो मिठो छ र मैले आफैले बनाएको मिठो छ। एकदम पिरो सबै मिलेको, साथमा मही छ है, मही छ डेरीबाट ल्याएको मही। मसँग चाहिँ एकदम राम्रो लाइक मासु हेर्नु त, सुँगुरको मासु कस्तो राम्रो सुकेको बफाएर यसलाई सुकाएर आगोमा सुकाएर टक्क यो चाहिँ नभुटिकन पनि टक्क खानु सकिन्छ कि ट्याक्क पाकेको छ क्या। यो कस्तो मिठो हुन्छ, म चाहिँ यसरी खाने हो क्या। यसको बेग्लै टेस्ट हुन्छ। भुटानमा चाहिँ बङ्गुरको भुटान पनि छ। काँक्रा आफ्नो बारीमा फलेको काँक्रा कति दामी छ। काँक्रा सलक सलक परेको काँक्रा, अचारको डिब्बा। के होला थाहा छ? यो चाहिँ तामा हो कि तामा, र अलिक मिठो खालको गुलियो हुने तामा। चाहिँ फरफर भुटेर बेसार नलाइकन भुटेको यसको सेतो कलर अलिक राम्रो मलाई लाग्छ त। सादा मिठो। अर्को चिज देखाउँछु नि, के होला यो? यति धेरै चिज खाएपछि नमोटाउने कुरै छैन है। अनि पुरा ज्यान लाग्यो भनेर पिर गरेर हुन्छ होइन। यो चाहिँ ड्र्यागन फ्रुटको बाहिरको बोक्रा हो। यसलाई चाहिँ काटेर सानसानो पिस बनाएर घाममा सुकाएर चियाको रूपमा पनि खान सकिन्छ है। यो चाहिँ एकदमै कस्तो राम्रो कलर छ है। यसको कलर कस्तो मनपर्छ मलाई, राम्रो छ। म चाहिँ सुँगुरकै अचार खानु पर्यो। कस्तो मिठो छ। मही दही किनेर ल्याएर मही बनाएको हो यो चाहिँ। यति धेरै खाएपछि ज्यान नलाग्ने कुरै छैन है। एउटा दुईटा तिनटा चारवटा पाँचवटा मिठो छ। मजाले खाउँ, स्वस्थ रहौँ, खुसी हौँ।